एभ्रीवान वेलकम छ फेरि पनि मेरो अर्को भ्लगमा। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि मैले चाहिँ भिडियो नबनाएको धेरै भएको छ साथीहरू, अनि आज चाहिँ बनाउँदैछु। म चाहिँ यहाँ अहिले के गर्दैछु भन्दा चाहिँ पानी तात्नलाई भाडा लिन आएको। यहाँ गाईलाई खोले दिएको थियो अनि भाडा लिन आएको। यहाँ हाम्रोमा चाहिँ गाई हेर्नु न यस्तो यस्तो छ 8। अनि म चाहिँ ताप्लेजुङ आएको छु साथीहरू। यहाँ चाहिँ मेरो माइती गाउँ अनि यो चाहिँ मेरो घर। आज चाहिँ मौसम चिसो चिसो छ कुहिरोले, अनि उता चाहिँ घाम लागिरहेको छ, यता चाहिँ आएको छैन। यतिखेरसम्म त यहाँ आइपुग्नु पर्ने तर कुहिरोले गर्दाखेरि आउनु पाएकै छैन, घामै आउनु पाएको छैन। अनि यहाँ चाहिँ यो चाहिँ गोठ हो गाईको। अनि मल्नुको लागि चाहिँ क्या मल्छ नि त हाम्रोतिर त यसरी, अनि मल्नुको लागि चाहिँ यहाँ माथि गाईहरू उयो गर्दैछ। कुन घाँस? अनि यहाँ हाम्रो मदर्सले चाहिँ हेर्नु न कोपी रोप्नु भएको छ, कस्तो राम्रो, कति मजाले फलेछ होइन। इस कत्रो कत्रो लागेछ। यसपालि चाहिँ मजाले खान्थेँ, त्यति मजाको साग त आएन तर साग भएको अस्ति बजार लानु भइदियो। अनि यो चाहिँ हाम्रो उयो लसुनबारी, अनि यो छेउछाउमा हाम्रो चाहिँ यसरी मुला रोप्छ। अनि यसपालि चाहिँ कोपी यहाँ रोपेछ। कोपी हाम्रोमा चाहिँ खासै रोप्दैन थियो, यसपालि चाहिँ रोपेको छ, त्यो पनि फुलकोपी कस्तो मजाले आएछ हो। अझै लास्टै चिसो छ साथीहरू, मेरो चाहिँ खुट्टा हेर्नु न जाडोले कस्तो भइरहेछ। सक्स लगाएको, सक्स पनि भिजेर शीतले भिजेर अघि लप्फु भइरहेछ। अनि यहाँ चाहिँ आलु रोप्नु भएको रहेछ हाम्रो मम्मीहरूले, यहाँ र उता रोप्नु भएको रहेछ। आलु पनि रोपिसकेछ, सक्नु भइसकेछ। अब यहाँ मल्दै हुँदो रहेछ, यो साग गरेर एकचोटि जोत्ने भन्दै थियो। कि घर छेउमा बारी हुनु पनि गाह्रो, इस भुत्तालेर कुखुराले। चाहिँ हाम्रो मेरो घर, मेरो घर चाहिँ सानो सानो छ र पनि केही छैन। सानो घर, सानो परिवार, सानो इच्छाहरू अरे। अनि यहाँ चाहिँ घाम नलागेर हेर्नु न लुगाहरू पनि सुकेको छैन मजाले। पानी भन्नुहुन्छ भने साथीहरू, पानी त हिउँ हिउँ जस्तो छ, हिउँ हेर्दा मात्रै यस्तो छ, हिउँ जस्तो छ नि हौ। उता घाम त लागिरहेछ नि, अलिअलि यता आए पनि हुन्थ्यो, कुहिरोले आउनु दिँदैन, के गर्नु। आज त चिसो न चिसो छ मौसम। यहाँ पानी तताएर नुहाउनु भन्ने मम्मीलाई पानी तताइदिन आँटेको। आज चाहिँ गुरुङले मनाउने आज उयो लोसार हो। अनि लोसारमा अब नाचगान हुन्छ, के हुन्छ, अनि नाचगान हेर्नु जाउँ भनेको। यस्तो जाडोमा कसरी जानु, र पनि जाने हो अब एकछिन भए पनि। त्यही भएर अब नुहाइधुवाइ त गर्नु पर्यो, कस्तो हात्तिरहेहाल्छ। अब म चाहिँ यहाँ भाडा धुनु पर्यो। जानु पर्ने थियो उता मौली
फाइनली साथीहरू मैले चाहिँ भाँडाद्वारा पनि पानी तताइसकेँ, बसिसकेँ। अब यहाँ आगो फुक्नु पर्ने हुन्छ। मम्मी यहाँ उसो लिएर पुग्नु त, म दाह्रा ल्याउँछु। जाडोले सुर्ती खाएको, चुरोट खाएको जस्तो गाफ जाँदैछ मेरो त। हाम्रो चाहिँ दाउरा अब यति नै रहेछ। एघार के भन्छ, एघार लानुपर्छ साथीहरू। हाम्रोतिर चाहिँ कटुसको मात्रै दाउरा काट्छ कि नि, यो झ्यास झुस हुन्छ यस्तो साह्रो। लुगा सबै लाग्यो। हो दाउरा पनि लाउने जाडो पो भयो। आगो ताप्ने पर्ने हुन्छ साथीहरू। यहाँ चुल्हा पनि भत्केर साह्रो भइरहेछ। त्यही पनि यहाँ अब जुठो लागिरहेछ, न त आज लिप्दा हुने, उता आज लानुहुने रे नि। कस्तो जाडो छ मम्मी। खै सिटी लगाएको नि यो उयसमा भातमा यतिकै उम्लिसक्यो त। उम्लेको छैन। ओ सिटीमै छ। को कराउँछ हौ। जाडो चाहिँ साथीहरू यति जाडो छ कि भन्नु सकिँदैन। पानी त हिउँ त्यो पग्लेर आएको जस्तो छ। अनि बिहान हावा पनि बेसी चल्छ, चिसो चिसो छ मौसम चाहिँ। तर अहिले त जाडो नै हुने सिजन हो। अनि साह्रै जाडो छ, साह्रै फुरेको साथीहरू। अब यस्तो जाडोमा भए पनि खुट्टा धुनुपर्छ। फेरि जाडोले गर्दा नाकमाबाट यस्तो के भन्छ सिगानै आएको पनि थाहा हुँदैन, पानीवाला हुन्छ क्या, अनि थाहा नै हुँदैन। अनि मेरो खुट्टा चाहिँ हेर्न चाहनुहुन्छ भने चाहिँ हेर्नु न, फोरी साह्रै फोरी छ। अनि चिसोमा धुनै सकिँदैन, के गर्नु, गाह्रो छ नि साथीहरू। कस्तो जाडो छ, खुट्टा त कङ्गडङ्ग हुन्छ। Oh my God. माथि गाईले हेर्दै छ मलाई, घाँस दिन्छ कि भनेर होला। घाँस दिएर आउनु पर्थेछ। यहाँ माथि चाहिँ देख्नुहुन्छ भने यो देखेको घर चाहिँ मेरो पिपीहरूको हो, मूल घर। अनि यहाँ माइला अङ्कलको घर। अनि यो चाहिँ हाम्रो घर। स्टेप स्टेप छ, मूल घर, अनि माइला अङ्कलको घर, अनि मेरो पापाको घर। हाम्रो पापा चाहिँ जेठा हो, त्यही भएर त के हाम्रो चाहिँ लास्टमा छ घर। अनि बाटोमा जान्छ। अनि सबैजनाले भन्नुहुन्छ बाटोको घर के भनेर चिनाउँछ भने के पो भन्नुहुन्छ हौ, बिर्से साथीहरू, अँधेरो छ। मेरो हाम्रोमा चाहिँ फेरि यो लाइन बिक्री गरेछ क्या नि, चिसोले पनि यो के हो थाहा नै हुँदैन। अनि झिमिक गर्छ, कहिले जान्छ। त्यो अरूकोमा चाहिँ आउँदा पनि हाम्रोमा चाहिँ आउँदैन क्या। यो हाम्रोमा चाहिँ केही एउटा न एउटा केही चाहिँ भइरहेको हुन्छ। लाइनै नभए पनि अरू चिजमा पनि त्यो भगवान्ले ठगेको। अब यस्तोमा पनि जाडो हुन्छ। कति जाडो छ साथीहरू, खुट्टाहरू हेर्नु कम्रेर। अनि यो चाहिँ मेरो रुम हो साथीहरू, पहिलेको मेरो रुम। अनि यो चाहिँ नयाँ कसले ल्याइदिनु भएछ हौ, न्यू। कस्तो राम्रो हेर्नु न, काठको बनेको क्या, बनाएको यो काठको। तर कस्तो राम्रो, के कसरी कसको माथि यति सिफ्टेछ हौ। अनि यो चाहिँ मेरो बहिनीको स्कुलबाट दिएको। अनि यो मैले पाएको, यो फुटिरहेछ अस्ति नै पानीले उहिले। यो चाहिँ मैले पाएको नाचेर यो तिहारमा। अनि यो पनि मेरो हो, यहाँ देख्न सक्नुहुन्छ मेरो फोटो। अनि यो चाहिँ मेरो दिदीको दीक्षा राई, यो नानाको हजुर। अनि यो पनि नानाकै हो, यहाँ नाना, यो मेरो नाना हो। सब्जी खै
अनि पहिलेको मेरो उत्ताउलो यो चाहिँ मैले बनाएको यो मैले बनाएको अनि यो चाहिँ मैले बनाएको होइन कसले बनाइदिएको यो अनि यिनीहरू सबै मैले बनाएको मलाई चाहिँ पहिलादेखि नै यस्तो बनाउनु मन लाग्ने क्या यो यस्तो चित्रहरू बनाउनु मन लाग्नेहरू यस्तोहरू अनि योहरू चाहिँ यिनीहरू चाहिँ भनौँ डान्स गरेर पाएकोहरू नानाले पनि त्यही हो तिहारमा त हाम्रोतिर डान्स सिनाउँछ नाच सिनाउँछ डान्स र नाचेबाट त्यो नाच सिनाउँछ अनि हामी जानुपर्छ नि त अनि त्यही भएर यो पाएको सम्मानपत्र प्रमाणपत्रकै सम्मानपत्र अनि हाम्रो घरमा चाहिँ यो कस्तो राम्रो फुलिरहेको रहेछ सयपत्री हेर्नु न अहिलेसम्म कत्रो कत्रो थुङ्गा ठुलो फुल हजुर हुन्छ कान्छी ए यो चाहिँ हाम्रो घरको कान्छी कम्ती पुलपुले नि छैन हौ कत्रो मोटाइसकेको छ अनि यो चाहिँ अहिले तलको बुबुले ल्याइदिनु भएको यो बुबु भनेको चाहिँ दाजु हो अनि दाजुले ल्याइदिनु भएको यो तरुल राख्यो मम्मी अहिलेसम्म कति सिटी भइसक्यो पानी बाहिर त हात पनि कस्तो ठिराउँछ ओइ बिस न यसरी नठिराइदिनु हुँदैन घरहरू भत्केर लथालिङ्ग भइरहेछ आज लिप्नु हुँदैन अब भोलि लिप्ने हो मजाले बिहानै उठेर जाडो भए पनि साथीहरू आज पनि लिप्नु भनेको के गर्नु अब त्यस्तै हो अब भोलि चाहिँ लिप्ने हो बिहानै अनि तपाईँलाई म मेरो घरको पनि सुँगुर देखाउँछु ल हाम्रोमा नि सुँगुरको माउ छ अनि उता मेरो घरमा पनि सुँगुर छ माउ अनि मैले तपाईँहरूलाई देखाइरहेको थिएँ भिडियो पुरा हेर्नेहरूले चाहिँ देख्नु भएको होला हाम्रोमा सुँगुर अनि हाम्रोमा पनि छ सुँगुर यो चाहिँ माउ हो उठ आइज त आइज आइज माउ सुँगुर अनि यहाँ चाहिँ सानो के भन्छ खोर्सानी बारी एउटा बोटमा कस्तो धेरै फलिरहेको छ रातै रातै यताउता खासै हाम्रोतिर हुँदैन किनकि शीतले खान्छ पानी धेरै पर्छ जाडो हुन्छ अनि त्यही भएर खोर्सानीहरू खासै फल्दैन एक बोट भए पनि फलिबोर आएर छ यति भए पनि अनि यहाँ तल पनि छ पहिले चाहिँ हाम्रो यहाँनिर धारा थियो कि साथीहरू अनि अहिले जङ्गल भइसकेको रहेछ यो चाहिँ यो भन्नुहुन्छ नि के को बोट भन्दा चाहिँ ओखरको बोट हो हाम्रोमा घरको नजिकै छ अनि यो त्यत्रो निकै घारी भइसकेको छ घर पनि अनि यहाँ धारा थियो अनि त्यहाँ मैले फुल रोपेको थिएँ त्यहाँनिर नुइकिरहेछ अनि यहाँबाट आउने बाटो अनि यो यता पल्लो घर जाने बाटो अनि यो चाहिँ के भन्छ धारा जाने बाटो अनि अहिले चाहिँ सुँगुर यहाँ त राख्नु भएको रहेछ अनि आइज आमा लाग्ने अझै कस्तो भइरहेछ त यो त जाडोले हाम्रोतिर त अब जाडो स्टार्ट भयो भने त साह्रै जाडो हुन्छ अलिक लेक पर्छ हाम्रोतिर चाहिँ अनि गाई बस्तु पनि किक्रिक्क अनि सुँगुरहरू पनि किक्रिक्क देखिन्छ अनि यहाँ त जाडोले यस्तो भइरहेछ अनि कुरो घारी यहाँ चाहिँ हेर्नु न घर यो क्या हाम्रोतिर चाहिँ कुरो बेसी पाउँछ अनि कुरो काटेर भने घारी भइहाल्छ धेरै कपडामा पनि हल्लिन्छ पिपीहरूकोमा पनि जानुपर्ने छ अब एकछिनमा जाने हो हाम्रोमा चाहिँ यस्तो फुल मजाले फुल्छ हेर्नु न यसको चाहिँ चोप लाग्छ क्या चोप भन्दा पनि यस्तो यस्तो लाग्छ फुलको यसको सेतो कलरबाट नै हुन्छ यसको चाहिँ यहाँ रहेछ दुई कलरबाट हुन्छ इस्कुस बारी यस्तो पनि खासै फलेन रहेछ यति नै इस्कुस यहाँनिर अनि उतलतिर आउँदै इस्कुस फलै त्यति नै हो हाम्रो चाहिँ जाडो चाहिँ साह्रै छ हो म हिजो आएको अनि
आज म तलबाट आएको नि त अनि हिजो आएको लुगा पनि फेरेको छुइनँ जाडोले। अनि यहाँ चाहिँ फर्सी हेर्न सक्नुहुन्छ, यो चाहिँ बिकासे फर्सी सुङ्ला दिने, हाम्रोतिर चाहिँ खरबुजा भन्छ यसलाई। अनि यता घरमा चाहिँ फर्सी भन्ने बानी भएर फर्सी भन्छु म चाहिँ बानी भएर, नत्र यहाँ त खरबुजा भन्छ हाम्रोतिर। के भयो त नि मम्मीले चाहिँ घर फोरी छ, भत्केको छ, लिप्नु भ्याएको छुइनँ, किन देखाएको भन्नुहुन्छ। अनि अब जस्तो छ त्यस्तो देखाउने हो नि साथीहरू होइन। अब जो कोहीको भ्याउनेलाई पो लिप्ने, नभ्याउनेले अब घरमै एक्लै हुनेले कसरी लिप्नु होइन। अब भ्याइँदैन सबैको, अब सबैकोमा उस्तै हुन्छ। अब घरमा धेरै हुनेले त अब सक्ला भ्याउला होइन। अब हाम्रोमा त मम्मी र पापा मात्रै हो। अनि म पापा अब बाहिरको काम गर्दा, मम्मी भित्रको काम के गर्दा अब खेतलापात जानु पऱ्यो। अहिले त आलु रोप्ने सिजन छ, अनि आलु रोप्नुलाई खेतला जानुपर्छ। अनि हाम्रोमा आएको अब खेतलाको त तिर्नु पऱ्यो नि त, पर्म तिर्नुपर्छ। अनि जाँदा आउँदा अब घरको त सुरसारै अब भ्याइँदैन नि त। अब एक्लै हुनु कति गाह्रो छ अब तपाईँलाई पनि थाहा होला। अनि इस्कुस यहाँ देख्न सक्नुहुन्छ, हाम्रो चाहिँ यसरी राखिन्छ अब भित्तामा यसरी। अब मजाले त्यो घामले भेटेन, अब शीतले भेट्यो भने कचाकची बनाउँछ, अनि त्यो भित्र त्यो कुहिन्छ, मुसाले खान्छ। अनि यहाँनिर राख्छ हाम्रो चाहिँ। अनि यहाँ राखेपछि पछि अब चाहिँदा निकाल्यो, नत्र यहीँ राख्यो। अनि अघि तपाईँहरूलाई भने नि खरबुजा भन्छ, फर्सी भने यसले हो। अनि त्यो पनि त्यसरी नै राख्छ, मास्लोपट्टि राख्छ। राख्नेले त्यो दाउराहरू राख्ने ठाउँमा अब खाली ठाउँ हुँदै राख्छ। अनि हाम्रो चाहिँ मास्लोपट्टि राख्छ पहिल्यैदेखि, सधैँ पनि त्यसरी राख्छ। अनि यहाँ मम्मीको पानी पनि तातिँदै रहेछ बाहिर। यो चाहिँ के हो भन्दा चाहिँ साथीहरू, हाम्रो मम्मीको यहाँ चारो पकाउने अनि रक्सी जाँड पकाउने ठाउँ। यो चाहिँ पहिला हाम्रो यहाँनिर किचन थियो, अनि किचन चाहिँ नराम्रो भयो क्या। अब नराम्रो भन्दा पनि बिगार भएको, अब त्यस्तो भन्न नहुने। अनि त्यहाँनिर फाप्दैन रहेछ भनेर फाप्दैन रहेछ भनेर यता बनाएको। अनि आगो छेउमा त्यसरी त्यस्तो कुरा नगर्नु भन्छ। अनि त्यही भएर पानी लाउनुपर्छ यसरी भुसुङ्ग पारेर। म त खुट्टा ठिराएको गरिबस्छ बाहिर। अनि यसरी तताइरहन्छु। आँगनमा छोरी मान्छेले यसो नगर्नु भन्नुहुन्छ मम्मीहरूले, तर जाडोले त सकिँदैन नि त यसो नगरी त साथीहरू। के गर्नु यस्तोमा, अब कसरी जानु लोसारमा। पहिला त लोसारमा हामी पनि डान्स गरिन्थ्यो, यसपालि त अब बेगरियो। मम्मी उयो त भरियो कि क्या हो, खोलिन्छ यो? ए अन्त यहाँ हेर्नु न एकैछिनमा धारा जाम भएछ। यो यहाँनिर हाम्रो घरमा चाहिँ पैनको रुख छ क्या, यो पैनको रुख छ। अनि यहाँनिर चाहिँ पत्ताहरू झरेर हिजो भर्खर घाँस हार्नु भएको छ। यहाँ चाहिँ पहिल्यैदेखि हामी यहाँ खेल्थ्यौँ। यहाँ खेल्ने ठाउँ, यहाँ माथि चढेर खेल्थ्यौँ, हल्लिन्थ्यौँ। अनि कति चुकुर छ त्यसलाई काटेर हामीले काटेर साथीहरू मम्मीको ताजा पानी पनि तातिसकेको छ। हाम्रो बुलुक्की उम्लिँदैछ। अब मम्मीले नुहाउनुहुन्छ होइन, नुहाएर जाने। अनि हामी पनि लोसारमा साथीहरू। अनि घाम पनि अलिअलि आउला जस्तो छ है यहाँ माथि, तर कुहिरो यताबाट आउँदैछ। नुहाउनु चाहिँ भनेको जाडो, तर अहिले त तातो पो छ है मम्मी, नुहाइहाल्नु त। टाउको चाहिँ नुहाउँछु, जिउ चाहिँ नै सक्दिनँ म, सक्दिनँ। के भन्छन्, नुहाउँदिनँ पो भन्छ। गम्बुट लाएर डमाडोल हिँडिराख्नु भएको छ जाडोमा। यहाँ त गम्बुट लाएर सक्स लाएर हिँड्नु राम्रो। हाम्रो गाउँघरमा चाहिँ यस्तो छ है साथीहरू। तपाईँहरूकोमा कस्तो छ? पानी फाइनल तातिसकेको छ। अब नुहाइदिने हो मम्मीलाई, नुहाउनु पनि भन्दैन त। नुहाएर मान्छे चिचिक्क भइसक्नु भएको छ यहाँ। अघि कस्तो थियो, अहिले कस्तो भइसक्नु। नुहाउनु पर्छ के यसरी। ए राम्रै छ नि बन्नी दादा, सेती छ मैलेबाट कालो चाहिँ। ए राम्रै भयो अब चाहिँ। म भन्दा अक्ली हुनुहुन्छ मम्मी। हामी उत्रै छौँ यहाँ चाहिँ मेरो मम्मी है। ए काली, यसलाई नुहाइदिनु पर्यो हौ। लुगा चाहिँ सुकाइयो, पानी घाम लाग्ला जस्तो चाहिँ भइरहेछ। हामी चाहिँ मेलामा जाने भनेको उयो गुरुङको भनौँ लोसार मनाउनु। अनि त्यो चाहिँ यहाँ हो है साथीहरू, यो हो
त्यहाँ चाहिँ अहिले गोल पनि खेलाउँदैछ अनि आज फाइनल पनि हो अनि मान्छे कम्ती छैन यहाँदेखि चाहिँ देखेको छैन रहेछ मान्छे यो चाहिँ गुरुङ गाउँ भनेर चिनिन्छ हो लक्ष्मी टार भनेर अनि तपाईँहरूलाई म सबैजना रेडी भएर एक्कासी देखाउँछु ल सबैजना रेडी भएर एक्कासी भएछ एकैचोटि अनि गाइज हामी चाहिँ रेडी पनि भइसकिसक्यौँ मम्मी र म चाहिँ अनि बाबा चाहिँ अघि गोल हेर्ने भनेर गोल नै स्टार्ट भइसकेछ अनि जानु भइसक्नुभयो मम्मी अन्त फाइनल लुक्स हाम्रो मम्मीको रेडी भइसक्नुभयो रेडी लुगा सुगा लाएर चिटिक्क भएर तर यो अलिक उयो रहेछ लामो रहेछ केही छैन तर ज्याकेट लाउनु जाउँ रेडी भयो भने साथीहरू त जाने गाइज हामी चाहिँ हिँडिसक्यौँ घरबाट चाहिँ अब जानुपर्ने हुन्छ अनि स्टार्ट पनि भइसकेछ पर हामी चाहिँ हिँड्यौँ साथीहरू मम्मी आइँदै हुन्छ अगाडि म पछाडि अनि चार्ज चाहिँ सकेछ पावर ब्याङ्क सहित बोकेर हिँड्दैछु म चाहिँ हामी जाने चाहिँ त्यहाँ पर हो हिजो भर्खर आएको म चाहिँ आज हिँड्दैछु हिँडेँ म त हिँडेको मान्छेहरूले आलु कति धेरै रोपिरहेको छ यसपालि कति धेरै रोपेछ आलु घाम पर चाहिँ लागिरहेको छ यता घाम छैन अहिले त आएको अघि आइरहेको छैन अहिले त हेर्न सक्नुहुन्छ साथीहरू अनि यो चाहिँ हाम्रो ओडार भन्छौँ यसलाई अनि यो चाहिँ एकदम ठुलो ओडार छ हो पहिला स्कुल जाँदाखेरि चाहिँ यो फाल्टो थियो अहिले रोड खनेर चाहिँ यस्तो भएको छ अनि यो चाहिँ यहाँ कत्रो ठुलो छ ओडार पहिला हामी यहाँ लुक्थ्यौँ पानी पर्दा हाम्रो सेप बस्ने एकदम राम्रो छ कति ठुलो छ अब हामी चाहिँ हिँड्यौँ आमा र छोरी आधी बाटो पुग्यौँ है आमा र छोरी हाँस्दै होइन यत्रो परिपुर गर्दा हाम्रोदेखि सुकेटा उयो हो सुकेटा साथीहरू नजिकै पर्छ हामी यहाँबाट मजाले हिँड्यौँ भने 2-3 घन्टामा पुगिन्छ हामीलाई गाडी पनि चाहिँदैन दुईखुट्टे हाम्रो खुट्टाले पुऱ्याइदिन्छ भन्नु लागि आज म चाहिँ धोजे नि भइरहेको छु लुगा पनि त्यही आकारको लगाएर र पनि केही छैन साथीहरू चलेगा अनि पहिले हामी पानी खाने ठाउँ है अझै म पढ्दाखेरि पानी खाने ठाउँ यहाँ आउँदै थियो अनि यो ढुङ्गा पनि निकै ठुलो थियो तर यो ढुङ्गा चाहिँ यहाँ रोड खनेर पुर्यो क्या आधी पुरिएर नत्र त हाम्रो बाटो यो बाँस चाहिँ हो यताबाट आउने हो तर निकै पुरानो भइसक्यो 1 वर्ष 1.5 वर्ष भइसक्यो यता पनि रोड लगेको छ मम्मी लगेछ नि माथि कहाँ लगेको नआएको पनि निकै भयो साथीहरू अनि त्यही भएर त केही थाहा छैन अनि यो म यहाँ पढ्दाखेरि यो रोड खनेको कति नै भएको थिएन म कतिचोटि हिँडेँ भने 2-3 चोटि हिँडेँ होला नत्र अनि त्यहाँदेखि म 8 पढिसकेर उदो कालिका गएँ तल्लो स्कुल अनि खासै याद छैन धमाधम प्रोग्राम चल्दैछ पर स्कुलमा चाहिँ हामी पनि गएको सबै गाउँको मान्छे आधी भन्दा पनि थोरै गयो होला अरू यतै छ भरे जाने अझै भरे भन्ने थियो अहिले 1:30 हुनु लाग्यो मान्छेहरू त के बोल्दैछ रोडहरू चाहिँ यसरी बिग्रेको गाडी आउँथ्यो क्या मम्मी यता अहिले ट्र्याक्टर त कुद्छ नि ट्र्याक्टर साथीहरू हामी चाहिँ घर पनि आइसकिसक्यौँ मेलाबाट अनि लुगा सुगा चेन्ज गरेर म यहाँ तलतिर झरेको छु अनि रात पनि परिसकेको छ अनि आजको लागि चाहिँ यति नै भन्दै बिदा लिन चाहन्छु अनि
कसैले लाइक कमेन्ट गरिदिनु होला अनि लाइक कमेन्ट गरेर सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला एन्ड बाई बाई